हेलो साथीहरू, आज नेपालको इतिहासको बारेमा जान्छौँ होइन, कि नेपालको उत्पत्ति कसरी भयो र नेपाल नाम कसरी रहन गयो भनेर होइन। अब सुरुमा त सबैजनाले सुन्नुभएको होला कि तीनवटा कालखण्ड थियो नेपालमा। पहिला प्राचीन काल र मध्यकालीन र आधुनिक काल। अब प्राचीन काल कसलाई भन्ने त प्राचीन काल मतलब उदय पूर्वदेखि नै 936सम्मको कालखण्डलाई हामी प्राचीन काल भन्छौँ होइन। अब 936देखि 1825सम्मको कालखण्डलाई मध्यकालीन काल भनिन्छ। अनि 1825देखि हालसम्मको कालखण्डलाई चाहिँ हामी आधुनिक काल भन्छौँ। अब नेपाल नाम कसरी रहन गयो होइन। अब नेपालको त युगको आधारमा हो। अब कुन युगमा के थियो भनेर आज त्यो पनि जान्छौँ होइन। अब सतयुग भनेको सत्ययुगमा त सत्यवती नाम थियो। अब त्रेता युगमा तापवन नाम थियो। द्वापर युगमा मुक्ति सोपान नाम थियो। र कलियुगमा चाहिँ ने ऋषिको नामबाट नेपाल नाम कलियुगमा स्पष्ट रूपमा पाइन्छ कि हो नेपाल नाम हो भनेर। अब सतयुग 100% साँच बोल्ने मान्छेहरू हुन्थ्यो। कहीँ किसिमको पाप थिएन। त्यति बेला मानिसको हाइट वेट सबै राम्रो थियो। बढी थिए मानिसहरूको आयु। र त्यति बेला विश्वको राजा यतिलाई मानिन्थ्यो। अब त्रेतायुगमा चाहिँ 75% साँच बोल्ने र 25% झुट थियो। हल्का पाप भित्रिसकेका थिए। त्यति बेला पनि मानिसको हाइट वेट र अलि सब ठिकैठाक थियो। तर त्यति बेला विश्वको राजा रामचन्द्र श्री हरि रामचन्द्रलाई मानिन्थ्यो। अब द्वापरमा त 50-50 दुवै थियो। 50% पाप पनि आएको थियो, 50% सत्य पनि थियो। अब त्यति बेला गर्दा गर्दै मानिसहरूको आयु हाइट वेट सबै कम हुँदै गयो। अनि विश्वको राजा त्यति बेला महाराज युधिष्ठिरलाई, अब महाभारत त्यही कालखण्डमा भएको थियो, महाराज युधिष्ठिरलाई मानिन्छ होइन। अब कलियुगमा चाहिँ 75% झुट बोल्ने र 25% मात्र सत्य बोल्ने मान्छे हुन्छ। त्यो भएर बिमारीहरू धेरै, बिमारीबाट पनि मान्छे जान्छ। त्यस्तै मानिसहरूको आयु हाइट वेट सबै कम हुँदै आएको छ एकदमै। अब कलियुगमा विश्वको राजा भनेर कसलाई चिनिन्छ त भोजराजलाई होइन। हालसम्म कलियुग 5000 वर्ष घटिसकेको छ। अब घोर कलियुग आउन अहिले बाँकी नै छ। कलियुगमा चाहिँ नेपाल नाम रहन गयो होइन। अब स्पष्ट रूपमा नेपालको नाम चाहिँ कलियुगमा स्पष्ट रूपमा ने ऋषिको नामले नेपाल नाम रहन गयो होइन।